everyone, this is me Martha Gahatraj, BNS first year student. आज चाहिँ म हाम्रो कलेजमा इन्टरनेशनल नर्सिङ डे को प्रोग्राम भएकोले हाउ वी सेलिब्रेट आवर इन्टरनेशनल नर्सेस डे भनेर चाहिँ म हजुरहरूलाई यो ब्लग मार्फत देखाउन चाहन्छु। फर्स्टमा चाहिँ म होस्टेलबाट निस्किएर हाम्रो कलेजतर्फ जान लागे। सी इज माई क्युटेस्ट एन्ड एभरलास्टिङ फ्रेन्ड, हेलो बाई बाई भनेर मैले सानीलाई बाई बाई गरेर म मेरो कलेजतर्फ लागे। Here is our college which is also known as the famous अनि एकदमै राम्रो हाम्रो कलेज, हाम्रो प्यारो र एकदम राम्रो ठाउँ with lots of memories। हाम्रो रास जुन चाहिँ राप्ती एकाडेमी अफ हेल्थ साइन्स, वी विल नेभर गोन फर्गेट दिस प्लेस जस्तो लाग्छ। एकदमै धेरै हाम्रो मेमोरिजहरू चाहिँ यो ठाउँसँग जोडिएको छ। सो यहाँनिरबाट चाहिँ मैले हाम्रो आजको वेदर देखाएँ। आज चाहिँ एकदमै पानी परेको भएर चाहिँ क्लियर मौसम छ। सो हामी चाहिँ अब आज हाम्रो कलेजमा इन्टरनेसनल नर्सेस डे भएकोले त्यो सेलिब्रेट गर्नलाई चाहिँ हामीले चाहिँ साडी, हाम्रो जुन कम्युनिटीको युनिफर्म चाहिँ लाउनु पर्ने भएकोले हामी चाहिँ अब जान्छौँ क्लासतर्फ। दिस इज हाउ आई प्रिपेयर। हेलो गाइज, दिस इज मी मार्था भनेर चाहिँ मैले ब्लगको लागि अलिकति सानो क्लिप पनि खिचिराखेँ। एन्ड दिस इज द भिडियो अफ एस्टरडे, जुन चाहिँ हामीले आजको लागि जुन गीत सिकेको थियौँ। सो त्यो गीत सिक्नको लागि चाहिँ हामीले चटपटे पार्टी गरेको थियौँ सानो। आई अलरेडी मेन्सन अगाडिको भिडियोमा, सो हजुरहरूले हेर्नुभएको छ भने यु गाइज नो इट कि वेयर देयर इज नर्सेस देयर इज चटपटे भने जस्तो, अन्टिल एन्ड अनलेस चटपटे बिना चाहिँ नर्सेसहरू कान्ट सर्भाइभ वाला जस्तो। त्यसपछि हामीले क्लासमा गएर एकछिन चाहिँ भोलिको लागि गीत पनि प्र्याक्टिस गऱ्यौँ। त्यसपछि चटपटे खाँदै हामी सबैजना गीतहरू लिरिक्स प्र्याक्टिस गर्दै बस्यौँ, किनभने हामीले नर्सेस डेमा चाहिँ एउटा गीत गाउने सोचेको थियौँ। सो त्यो गीतको लिरिक्स चाहिँ के हो भन्दाखेरि चाहिँ इन्द्रेणी रङको छ, द्याट सङ हामीले चाहिँ गाउने भनेर सबैजना प्र्याक्टिस गर्दै बस्यौँ। एक्जाम आइरहेको छुट्टै तनाव त थियो, तर भए पनि हामीले आफ्नो नर्सेस लाइफलाई, हाम्रो बिएनएसको जर्नीलाई चाहिँ अलिकति मेमोरेबल बनाउनलाई चाहिँ वी गाइज डिड इट। त्यसैले एक्जाम आए पनि हाम्रो इन्टरनेसनल नर्सेस डे चाहिँ हामीले लाइफ टाइम मेमोरी होस्, 2025 को चाहिँ हामीले यसरी सेलिब्रेट गऱ्यौँ भनेर चाहिँ हामीलाई मेमोरी होस् भनेर हामी सबैजना चटपटे खाँदै त्यो गीतलाई चाहिँ प्र्याक्टिस गऱ्यौँ। हियर इज आवर अल क्लासमेट फ्रेन्ड जो चाहिँ एकदमै हम्बल अनि लभली काइन्ड हुनुहुन्छ, अनि सबैजना हामी रमाइलो गर्दै गयौँ। एन्ड देन आई अगेन ट्राई टु क्याप्चर द फोटोज अफ आवर कलेज, जुन चाहिँ एकदमै राम्रो थियो। किन मलाई मेरो कलेज चाहिँ एकदमै मनपर्छ। आई डोन्ट नो, म यहीँ पढेर पनि होला, तर एकदमै राम्रो छ कि म मेरो कलेजको जति तारिफ गरे पनि थाक्दिनँ वाला फिल हुन्छ। सो मेरो कलेज चाहिँ यस्तो देखेको थियो भ्यू। सो फाइनल्ली हामी चाहिँ साडी लाएर रेडी भयौँ अनि क्लासरुमतर्फ गयौँ हाम्रो ब्यागहरू राख्न। देन वी डिसाइडेड टु गो अनि अडिटोरियम हलतिर, किनभने आजको प्रोग्राम चाहिँ हाम्रो अडिटोरियम हलमा थियो। सो फाइनल्ली हामी सबैजना आफ्नो अडिटोरियम हलतिर लाग्यौँ। अब हामी पुगिसकेपछि चाहिँ हाम्रो आजको फर्मल प्रोग्राम सुरु हुन्छ। यसरी हाम्रो रेस्पेक्टेड म्यामहरूले चाहिँ फ्लोरेन्स नाइटिङ्गेलको फोटोमा चाहिँ मालार्पण कार्यक्रम र दीप र ज्योति बालेर हामीलाई हेल्प गर्नुहुन्छ। सो उहाँहरूलाई पनि धेरै धन्यवाद। अनि यो कार्यक्रम पछि चाहिँ हामी फेरि जान्छौँ अगाडितिर। हाम्रो आजको प्रोग्राम एकदमै राम्रो भइरहेको थियो कि यति धेरै इन्सपायरिङ, जुन फ्लोरेन्स नाइटिङ्गेलले चाहिँ गर्नुभएको त्यो त्याग, तपस्या र उहाँको कन्ट्रिब्युसनहरूलाई चाहिँ एड्रेस गर्दै आजको प्रोग्राम विशेष गरेर उहाँलाई डेडिकेसन टाइपको थियो। देन हाम्रो रेस्पेक्टेड म्यामले चाहिँ फेरि एकदम इन्सपायरिङवाला हाम्रो स्पिच पनि उहाँले आफ्नो दिनुभयो। देन आजको प्रोग्राम एकदमै राम्रो भइरहेको थियो, किनभने वी गाइज अल्सो ह्याभ पार्टिसिपेट अन द्याट प्रोग्राम। मैले मेरो पर्सनल तर्फबाट पनि मेरो सानो पोइम थियो भने मेरो क्लासको बिएनएस फर्स्ट इयरको सबै स्टुडेन्ट मिलेर चाहिँ हामीले एउटा गीत गाउने पनि प्रयास गरेको थियौँ। देन हाम्रो रेस्पेक्टेड डाक्टर साहबले चाहिँ हामीलाई एकदमै इन्सपायरिङ खालको मोटिभेसन पनि दिनुभयो। हामीलाई चाहिँ खालि प्रब्लमहरू मात्रै एड्रेस गरेको थियौँ। सो डक्टरले चाहिँ हामीलाई होइन, त्यसलाई लट्स अफ बेनिफिट पनि छ अनि त्यो साइडलाई पोजिटिभ पोइन्टहरूलाई हेर्नुहोस् भनेर एकदम हामीलाई मोटिभेसन दिनुभयो। त्यसपछि उहाँको मोटिभेसनलाई लिँदै हामी वी गाइज आर जस्ट फिलिङ यस वी ह्याभ टु भन्ने खालको फिल चाहिँ हामीलाई आयो। त्यसपछि हामी गयौँ कन्टिन्युसली। अब हाम्रो पालो आइसकेको थियो कि हाम्रो क्लासको गीत गाउने पालो आयो। देन वी वेन्ट टु द स्टेज अनि हामी सबैजना मिलेर चाहिँ यो गीत गायौँ। तर गीत चाहिँ एकदमै सोचेको भन्दा पनि राम्रो भएन, अलिकति लास्टमा बिग्रियो। देन हामीले ग्रुप फोटो खिच्यौँ सबैजना मिलेर। एन्ड एट द लास्ट हामीले आजको स्लोगनलाई चाहिँ सबैजना कराउँदै भन्यौँ। एन्ड फाइनल्ली मेरो पनि स्टेजमा जाने पालो आयो। आज भने मलाई त्यस्तो साह्रो नर्भस लागेको थिएन बिकज इट्स नट माई फर्स्ट टाइम। देन आई स्टार्टेड
Yes, it's लास्टतिर एन्डतिर आइसक्यो. मेरो साथीले चाहिँ मेरो भिडियो बनाइदिएको थिएँ एन्ड माई बेस्ट फ्रेन्ड गीताले अलवेज सपोर्ट मी. अनि उसले चाहिँ या यु क्यान डु भनेर नि आज म स्टेजमा गएँ एन्ड आई क्यान डु भन्ने टाइपले गइसकेपछि या इट्स भेरी नाइस, राम्रो भयो. देन फाइनल्ली हाम्रो यो प्रोग्राम सकिसकेपछि चाहिँ हामी साथीहरू भएर आज हामी अलि एक दुईवटा राम्रो भिडियो पनि बनाऊँ न चलेको गीतहरूमा भन्दै हामीले प्लान गऱ्यौँ एन्ड फाइनल्ली वी डिसाइडेड टु मेक भिडियो. फाइनल मेरो आजको भ्लग चाहिँ यहीँ एन्ड गर्छु. थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ. Keep supporting, keep loving, and this is me, Martha Gahatras. I want to end my vlog here. Bye-bye, take care, see you. And this is our favorite place with lots of memory, Ras. Have a good day, bye-bye.